चाहिँ हैन गुरुङले चाहिँ के भन्छ लासो नमस्तेले के भन्छ नमस्ते लासो नमस्ते म त पता लगाइदिन्न म सपोर्ट गरिछु त ओइ केटी यो गरम गर्नु भन्दैछ हौ के चाहिँ यो सब्जी ठन्डा भएछ नि मिठो लाग्यो अभी ना तो कि कच्चा तो ताइतो मेहमान आसे तो शी इज गेस्ट शी इज नॉट गेस्ट I'm the guest here today. Hi guys, welcome to my channel. Welcome to my new day, new vlog. If you are watching for the first time, it's me Samira Gurung. आज चाहिँ म मेरो साथीलाई भेट्न जानु लागेको. So yeah, ढिलो नगरी फटाफट रेडी हुन्छु म अब. त्यसपछि भेटौँला है. Hi guys, म चाहिँ रेडी भएर पनि निस्किसके. मेरो साथीहरुलाई भेट्न जाँदै छु. म चाहिँ बाइकमा जाँदै छु साथीहरु 1.5 आवर लाग्छ जानुको लागि. तर पनि म जाँदै छु. केप अटोमा जानु भनेको त्यो लङ जर्नी हुँदा चाहिँ भोमिट फिल हुन्छ नि त त्यही भएर 1.5 आवरको जर्नी छ तर पनि म बाइक बुक गरेर जाँदैछु साथीलाई भेट्नु किनकि भोलि साथीको बर्थडे छ अनि उसलाई चाहिँ थाहा छ छैन मेरो भोलि छुट्टी छ भनेर आज पनि म आउँदिनँ भनेर उसलाई ढाँटिरहेको छु त्यो सबै चाहिँ मैले किन लगाएको भन्दाखेरि कोट यस्तो टी सर्टहरू किन लगाएको भन्दाखेरि चाहिँ किनकि मलाई चाहिँ बाइक फेरि चिसो फट्टै लागिहाल्छ नि त टाउकोहरू दुखिहाल्छ बेसी अनि त्यही भएर मैले चाहिँ लगाउनु पर्ने हुन्छ यो सबै अनि त्यही भएर लगाएको साथीले चाहिँ मलाई कल गरेको छ कहाँ आइपुग्यो भन्दै सोधिरहेको छ मैले चाहिँ उसलाई भनेको थिएँ म आज आउँदिनँ भनेर अनि कहाँ आइपुग्यो भनेर सोधेको सोधेछ म हिँड्ने बेलामा फेरि पानी परिदिएर यस्तो के बाटोहरू चाहिँ बल्ल बल्ल आइपुगे मेरो इतना त भर्खर आइपुगेँ अरे मैले फर्स्ट भिडियो बनाउँदाखेरि यसलाई हाँसिदिएको नि त अब के गर्नु होइन यसरी यसको बुढासँग फोनमा बोल्दैछ यो चाहिँ एउटा चाहिँ घर गयो भनेर ढाँटेर भित्र वासरुममा नुहाउँदै रहेछ के खाना रेडी छ अब हामी चाहिँ खानु लागेको साथीहरूले मजाले बनाएर छ यो चाहिँ सुँगुरको मासु अरे बोइल छ अनि यहाँ चटनी छ अब हामी खानु आँटेको है क्या साथीहरू हामी चाहिँ 3 जना छौँ कि यहाँ चाहिँ छ एउटा ओइ केटी यो गरम गर्नु भन्दैछ हौ के चाहिँ यो सब्जी ठन्डा भएछ नि मिठो लाग्यो अभी ना तो कि कच्चा तो ताइतो मेहमान आसे तो शी इज गेस्ट शी इज नॉट गेस्ट I'm the guest here today. लाइटर डाते आसे तातला एने तो बेसी होइछ नि माग्छु कति लिएको 90 किलो मेरो पेन सिगरेट भएन हाँसुँदैन मलाई त किन हाँस्नु के घर भोइस ओभर गर्न आँटेको भोइस ओभर गर्न आँटेको हामीसँग बोलो न साथीहरू बात गर मेरो ब्लग पेज यसो साह्रै लागेको बात खायो यस्तो किसो गरेको मलाई हम लोग कुछ लोग तेल तेल के ना खावले पड़ेगा होइन ऐसे इंसान क्या हो के दे बस को बमुसुन ट्राई गर्नु ऑल थैंक टू ऐसा थामा हसीना क्या हाल चाल फॉर अस कितना अच्छा बनाने के लिए आता है क्या तिमी जस्तो होइन भने होला नि एउटा छोरी गाल खाएर चाहिँ केमा चाहिँ नहेर बात किन अब Hasia, thank you so much for your delicious dinner. ये ब्लॉगर सभी ब्लॉगर है जा रहे हैं अभी भी ये मेरे केटी हो मुझे केटा होता केटा स्वाइग बनाना साथीको रुमदेखि भात सात खाएर फेरि यसको रुममा गएको अब सुत्नुको लागि चाहिँ यहाँनिर खानासाना मजाले खाइयो होइन मजाले बनाएको रहेछ मासु
के को भन्दाखेरि सुँगुरको मासु पल्केर सुँगुरको मासुमा पल्केर गुरुतिर ढल्केर तामाङ्गी हो म त। अनि हामी चाहिँ रुमतिर लागेको यसको रुममा गएर सुत्नुपर्ने हुन्छ। त्यसमा चाहिँ पिजी भयो नि त त्यो केटीको चाहिँ त्यो अर्को साथीको चाहिँ त्यही भएर मेरो पनि पिजीमा हो बाइ द वे पिजीमै हो तर त्यहाँ चाहिँ प्लेस थिएन नि त त्यो साथीकोमा चाहिँ सुत्नुको लागि। अनि यसकोमा जानुपर्ने छ। अनि यहाँदेखि चाहिँ यसको त्यो अर्को साथीकोदेखि यसको रुम चाहिँ 15 मिनट दूर रहेछ। अनि त्यही भएर हामी चाहिँ जाँदैछौँ अहिले दुईजना अटोमा। लाइट छैन लाइटिङ भेरी ब्याड मलाई चाहिँ फ्ल्यास लाइट गर्नु हुँदैन नि मलाई चाहिँ केटा जस्तो देखिन्छ कि थाहा छैन कि मेरो टोपी सोपी नमिलाइकन लगाएको मैले छैन के हो कि थाहा छैन यार। फ्ल्यास लाइट हुन्छ नि अघिको लाइटिङ त्यही भइरहेको छ त हेटी घरतिर अन्त सेतो चाहिँ के चाहियो होइन सेतो चाहिएन के मेरो टोपीको है साथीहरू म चाहिँ भर्खर रुम आइपुगेँ। केटीको केटी चाहिँ वासअप गर्नु गएको छ। अहिले चाहिँ वासअप सकेर म चाहिँ सुतिरहेको छु। ह्याप्पी बर्थडे ह्याप्पी बर्थडे गाइज गुड मर्निङ। हामी चाहिँ अघि म चाहिँ उठेर नुहाइ धुवाइ गरेर रेडी भइसकेँ। अघि बिहान उठेको चाहिँ भ्लग बनाउनु भुलेछु। अनि अहिले चाहिँ रेडी हुँदैछु म। रेडी पनि अलमोस्ट रेडी भइसक्यो। मेरो आउटफिट आजको यस्तो छ कुर्ती लगाएर। यो चाहिँ मेरो साथी है यो चाहिँ मेरो साथी हो। उसको ड्रेस यस्तो छ आज। उसको आउटफिटको कलर चाहिँ पिङ्क कलरमा ब्युटिफुल देखेको छ। नि कपाल देखाइदेऊ न तिम्रो देखाइदेऊ न एक बार हेरिदिनु होला मेरो साथीको कपाल कस्तो दामी छ। कपाल छैन है साथीहरू। अनि हामी चाहिँ अब घुम्नु जाने हो बाहिर। कहाँ जाने केटी मलमा घुम्नु जाने अरे। केटीले मलाई घुम्नु लिएर जान्छ अरे। अब कस्तो हुन्छ हेरौँ कहाँ जाइन्छ। यो मजाले रेडी हुँदैछ। केटी मेरो चाहिँ म चाहिँ जान्दिनँ कि यस्तरी भिडियो बनाउनु। कहाँ जान्छु म तपाईँहरूलाई देखाउँदै गर्छु हेर्दै गर्नु होला। अहिलेको लागि चाहिँ एकछिन बाहिर भेटौँला। त्यहाँ मेरो साथी आउँदैछ है त्यहाँ राम्री भएर। एउटै पिजीमा बसेर आएको कति गाह्रो भयो एक्लै एक्लै निस्किन है केटी। हजुर कन्टेन्ट क्रिएटर हो के भएर आउँदै कालो हाल्छ नि केटी। हामी चाहिँ यहाँनिर ब्रेकफास्ट गर्न आँटेको। अब ब्रेकफास्ट के गरेर जानु पर्छ भन नि तिमी त केही बोला। मलाई त शरम लाग्छ के बोल्नु बोल्न आउँदैन हामीलाई त के बोल्नु नाइस भनेर के अर्डर गरिदिनु सेवा लासो लासो गुरुङ भाषा के भन्छ नै ताउहरू भन्ने गुरुङले चाहिँ के भन्छ लासो नमस्तेले के भन्छ नमस्ते लासो नमस्ते नमस्कार यो के भन्छ केटी यस्तो गरेर बनाउँछ नि यसो गरेर आइसक्यो यसरी एक त्यो साम्बार मिठो हुन्छ। मेरो साथीले चाहिँ डोसा खाँदैछ। म चाहिँ यहाँ के हो केटी चपाती ए म चाहिँ यहाँ चपाती खानु आँटेको। खानु लाग्यो के हो सब्जी अरे अनि चिकनको सब्जी पाउँछ होइन चिकन गर्नुहुन्छ होइन चिकन ग्रेभी पाउँदैन अरे भनेर भेज ग्रेभीको चाहिँ कति हेऱ्यो चिकन ग्रेभी खानुपर्छ खाएर त
सेम चटनी ब्रेकफास्ट गर्नु पाइनएप्पल खानु मन पर्यो अनि भाइले मेरो लागि बनाइदिएछ यहाँ भिडियो गरिरहेको छु मलभित्र आइपुग है फोटो खिच्दा यस्तो भयो हालत केटी हामी दुईजना चाहिँ यस्तो फोटो खिच्दैछु केटी आउ न छिराउ माथि फोटो खिच्दा हाम्रो हालत चाहिँ यस्तो भएको छ साथीहरू कस्तो लाग्दैछ तिमीलाई भन आजको दिन कस्तो लाग्दैछ त आजको दिन उत्तम के भन्छ त्यसलाई छिटो भन राम्रो धेरै राम्रो लाग्यो कति राम्रो तिमीसँग घुम्नु पाउँदा त के नराम्रो होस् र सेलिब्रिटीसँग घुम्नु पाउँदा त धेरै रमाइलो धेरै राम्रो धेरै खुसी मजा आउँदैछ घुम्नुको लागि साथीहरू म चाहिँ एउटा यहाँनिर ढोलबाजेसँग जाँदैछु हेर्न आउनु नबाजो भयो थ्याङ्क यू ल बाजे अब यहाँ अर्को पनि सायद आउनुहोस् साथी बाजे के खानु पाइन्छ रेस्टुरेन्टमा के छ हामी चाहिँ रेस्टुरेन्टमा आएको छौँ यहाँनिर के खाने अर्डर गऱ्यौ के अर्डर गरे टाउको दुखेर दिमाग खराब भइरहेको छ मेरो यहाँ मेरो साथी बसिरहेको मेरो चाहिँ के भएर टाउको दुख्यो बेसी घुमेर होला के गाइस अब चाहिँ हामीहरू छुट्टिने बेला भयो साथीहरू बिचरा हेर नि यहाँ माया लाग्दो गरेर बसिरहेछ माया लाग्दो गरेर बसिरहेछ मेरो साथी चाहिँ अब हामी दुईजना छुट्टिने बेला भयो है साथी अब तिमी के गरेर बस्छौ म गएपछि भन के गर्छु अब हामी चाहिँ छुट्टिने बेला भयो कसरी जाने भन एउटा केटी पनि उसको रुमसम्म मसँग जाने भएर मान्छेसँगै जाँदैछौँ किन सेट भएको केटी तिमी चाहिँ मेरो साथी चाहिँ त्यसको रुम आइपुगेर गयो अनि म चाहिँ यहाँ एक्लै जाँदैछु अहिले यति धेरै ट्राफिक छ ओ माई गड गरम त्यति नै धेरै कतिखेर रुम पुग्छ जस्तो भइरहेको छ मलाई म चाहिँ बल्ल आइपुगेँ पानी पर्न थाल्यो साथी हुन्छ पानी पो पर्न थाल्यो त ठुलो म चाहिँ यहाँ साइडमा उभिएको छु मेरो रुम चाहिँ अलिक अघि छ नि त त्यो वकेबल डिस्टेन्स हिँडेर जानुपर्छ अलिकति त्यो रात पनि परिसक्यो पानी पर्दैछ के गर्ने हो अब कसरी जाने म बल्ल रुम आइपुगेँ अब फ्रेसअप हुन्छु पुरा गर्मी भइरहेछ जब सब पसिना देख्नु भइरहेछ होला यहाँ पसिनाले कपालहरू सबै भिज्यो पुरा गर्मी भएको छ अब म फ्रेसअप हुन्छु त्यसपछि भेटौँला म चाहिँ फ्रेसअप भएर पनि आइसकेँ अनि आजको भिडियो चाहिँ म यतैतिर एन्ड गर्न चाहेँ अनि थ्याङ्क यू सो मच फर वाचिङ डोन्ट फर्गेट टु लाइक सेयर एन्ड सब्सक्राइब